ल हाम्रो चाहिँ हाइकिङ सुरु भयो। छोरो चाहिँ हाइकिङ गर्दैछ। ल मम्मी चाहिँ सक्छ किन नसक्नु सक्छ हिँड्नु न फटाफट लगाएर सास आइसक्यो यति चढ्दै। ल ओ छोरो हाइकिङ गर्न सक्छ? बच्चाको खेल त हो नि। ल यस्तै छ। सक्छ मम्मी त्यहाँबाट। अयो ओहे गाह्रो ल ओहे आमा छोराको ल बिजोक। भिरको बाटो। ल अब हामी चाहिँ पुलमा प्रवेश गर्छौँ। जाउँ जाउँ। फोटो खिच्नु छ क्यामेरा खिच्न दाइरे नि ल म है डर लाग्यो र डर लाग्यो प्रति होइन। ल हामी चाहिँ ठ्याक्कै पुलमा आइपुग्यौँ है। ल ल हामी चाहिँ पुल चाहिँ यो खालको छ। ल ल कस्तो लाग्यो प्रतीक? डर लाग्यो? डर लागिरहेछ तर म डर लागिरहेछ ए यस्तो के यार यस्तो त यसो दौडिनुपर्छ र। ल लामो छोरो चाहिँ आउँदैछ। होइन नि हिँड्नु न ब्याक साइडबाट हिँड्न सक्दैन हल्लिनु त। होइन नि ब्याक साइडबाट त को हिँड्न सक्छ त्यसरी त। ल यस्तो बबाल छ मुनि चाहिँ यस्तो बबाल सिन देख्छ। ल गाइजहरू ल जाने नि यो त्यहाँ। ल के गरौँ न के को डर लाग्ने होइन यहाँबाट यसो हेर्नुपर्छ। ल ल हिँडिन् किन डर लाग्छ र? डर लाग्दैन? ल अयो आमा छोरा चाहिँ अगाडि अगाडि छ। हेर यस्तो राम्रो छ। ल हेर्नु यो चाहिँ नगरकोटमा रहेको अत्यन्तै राम्रो सुन्दर होइन झोलुङ्गे पुल हो है। राम्रो यो रानी झुला झोलुङ्गे पुल भन्छ है। एकदम राम्रो छ है अत्यन्तै राम्रो छ। यो चाहिँ अत्यन्तै राम्रो हो यो झोलुङ्गे पुल हो होइन। यहाँ चाहिँ थुप्रै मान्छेहरू आउने गर्दछ। यो चाहिँ नगरकोट जाने बाटोमा पर्छ। नगरकोटमै भन्दा नि हुन्छ। रानी झुला झोलुङ्गे पुल अत्यन्तै राम्रो छ है। यस्तो बबाल छ। आमा छोरा चाहिँ अगाडि छ यस्तो। किन डराएको भयो? उता धेरै उता त किन जानु? ल किन डराएर हे त्यस्तो जाऊ डराएर हुन्छ? अत्यन्तै राम्रो सुन्दर। ल ल ओ ल भयो।